यसको लागि चाहिँ अहिले मेरो हाल एरिका एग्रो फर्मको बाख्राको सङ्ख्या चाहिँ 143 वटा रहेको छ। त्यतिमा चाहिँ मेरो माउ चाहिँ अहिले पहिला भए त्यसै 63 वटा, अनि अहिले जन्मेको पाठाहरू चाहिँ हजुरको चाहिँ 57-58 वटा जति छ। अनि भेडाहरू छ, पठाङ्ग्राहरू ठुलो पठाङ्ग्रा गरेर मेरो 143, दुईटा ब्याडे बोका, एउटा चाहिँ बुयर क्रसमा छ, एउटा लोकलमा छ। तपाईँले यति धेरै बाख्रा पाल्नु भएन, 150-60 वटा हाराले पाल्दाखेरि तपाईँको वार्षिक रूपमा चाहिँ कति आम्दानी र कति नाफा हुन्छ होला? अब आम्दानी यस्तो लगभग खर्च कटाएर मेरो आकलनमा 6 लाखबाट लिएर हुँदाको वर्ष 9 लाख 10 लाख, नत्र भने त्यही 7-8 लाख, 6बाट माथि त्यो रेन्जमा मेरो भइराखेको छ 5 वर्षको अन्तरालमा। अब म चाहिँ खास चाहिँ यहाँ हाम्रो बाख्रा पालक कृषकहरूलाई के भन्न चाहन्छु भने बाख्रामा त्यति नराम्रो चाहिँ छैन। सबभन्दा ठुलो चाहिँ सबभन्दा आफू चाहिँ सक्रिय भएर गर्नु पर्यो र जे जति भए पनि चाहिँ हैन, अब हजुरको के अरे फाइदा घाटा जे भए पनि चाहिँ एकदम सन्तुष्ट छु सर हैन। सबै कृषकहरूलाई चाहिँ म के भन्न चाहन्छु भने बाख्रा पालनबाट चाहिँ त्यति नराम्रो छैन हैन। अब घर घडेरी नै जोड्न त नसकिएला सर हैन। अब छोराछोरी राम्रै ठाउँमा पठाउनु पनि नसकिएला, तर साधारण स्कुलमा पढाएर चाहिँ आफ्नो हातमुख जर्नलाई चाहिँ एकदम चाहिँ म चाहिँ हैन सकिन्छ, खुसी नै छु भन्न चाहन्छु। त्यही नै हो सर, धन्यवाद।